नमस्कार हजुर। यो के को कार्यक्रम हो तपाईहरुको? यो हाम्रो चाहिँ मोबाइल व्यवसायी संघहरुको तेह्रथुम मोबाइल व्यवसायी संघको बनमोट तथा छलफल कार्यक्रम हो। हामीले चाहिँ करिब 2-2.5 वर्ष अगाडि स्थापना गरेका थियौं। त्यसको लागि चाहिँ हाम्रो सानो समीक्षा भेटघाट सहित वनभोज कार्यक्रम भनेर आज यो अवसर पाएँ। भनेपछि यो मोबाइल व्यवसायी संघको हजुर मोबाइल व्यवसायी संघको वनभोज कार्यक्रम यहाँ हाम्रो जिल्लाको अध्यक्ष चाहिँ मनोज ढकाल हुनुहुन्छ। म चाहिँ प्रदेशमा सदस्य चाहिँ यहाँ पनि सदस्य भएर म चाहिँ लामो बाटोदेखि आज कहाँदेखि आउनु सर? म इटारीदेखि। मेरो चाहिँ 8 हो। हजुर। तर यहाँ चाहिँ अहिले अब म बुवाको धेरै स्वास्थ्यको कारणले गर्दा म नोबेलमा थिएँ। हजुर। त्यहाँदेखि नै आज यसैको लागि संस्थालाई बढाउँ फुलाउँ फलाउँ भनेर यहाँसम्म आएको। साथीहरूलाई साथ दिन साथीहरूलाई साथ दिनुहोस्, साथमाथि साथ जोडेर अब सबै कुरा बढाउँ राम्रो गरौँ सबैलाई भनेर एकजुट हौँ एक हौँ भन्ने कुरोले। हजुर हजुर हस् थ्याङ्क यू सर। त्यसको लागि तपाईलाई हरेक चिजको सेवा सुविधा जति पर्छ त्यो सबै तपाईलाई सेवा सुविधा टाढो टाढो ठाउँमा अस्ति तपाईँले सुन्नुभयो भएन होला इनामको तेह्रथुम मोबाइल व्यवसायी संघको आज उयो रहेछ चाहिँ यहाँ वनभोज कार्यक्रम भइरहेछ। यो चाहिँ लसुनीमा छ रहेछ। एकदम राम्रो ठाउँ रहेछ यहाँनिर चाहिँ जान सक्नुहुन्छ वनभोज। नमस्कार, म चाहिँ पूर्ण माखिम इन्जुरी इलेक्ट्रोनिक्स यो तेह्रथुम मोबाइल व्यवसायी संघको सल्लाहकार सदस्य। म भनेसान पौडे, मेरो चाहिँ भनेसान मोबाइल इलेक्ट्रोनिक्स मर्मत तथा सदर गाउँपालिका शुक्रबारे। म चाहिँ यो तेह्रथुम व्यवसायी मोबाइल व्यवसायी संघको सदस्य। म चाहिँ यो दिपेन्द्र सिंह लिम्बू 8 मोबाइल सर्भिस सञ्चालक, यो तेह्रथुम मोबाइल व्यवसायी संघ सदस्य तथा म कोशी प्रदेश महासङ्घ कार्य समिति सदस्य। नमस्कार हजुर, म चाहिँ रामकुमार राई, सचिव पदमा चाहिँ ठिकै छ। त्यति भयो
तिम्रो मोबाइल सेन्टर मेरो नाम नवराज रेग्मी नमुना इलेक्ट्रोनिक्स बजारतिर छु पसल चाहिँ यहाँनिर 7 चौकमा छ के खाएको रे भाइ यो वनभोज के को भन्नुहोस् के को यो खुसी नेपाल मोबाइल व्यवसायी सङ्घ तेह्रथुम ए दामी छ ठिक छ यहाँ चाहिँ वनभोजको खाने कार्यक्रम चलिरहेछ अहिले चाहिँ यहाँ चाहिँ तेह्रथुम मोबाइल व्यवसायी सङ्घको